Hello everyone, this is Niva and welcome back to my channel. Ani ajako segment ma chai I am going to select 6 different physiotherapists and ask them what do they think about the myths regarding physiotherapy. So let's get started. Hello sir. Hello. How are you? Can you give me your short introduction? Yeah. My name is Surbi Suryavanshi. I'm working at the Green Pasture Hospital as a physiotherapy in charge. Yeah, that's it. अनि हजुरको ट्रिटमा रहेको मिथ अलिकति लाउडली पढेर सुनाइदिनु न। मिथ चाहिँ यस्तो छ, फिजियोथेरापी इज जस्ट अबाउट मसाज भन्ने छ। जनरली धेरैले सोच्दैन यही हो, फिजियोथेरापी भनेको मसाज नै हो भन्ने चाहिँ सामान्य अरूको पब्लिकको धारणा चाहिँ छ। तर एज अ फिजियोथेरापिस्ट मेरो चाहिँ 8-9 वर्ष लगभग फिजियोथेरापी भएर काम गरेँ, फिजियोथेरापिस्ट नै भएर। त्यो पिरियडमा मैले अहिलेसम्म कसैलाई टिएल एप्लाई गरेर मसाज गरेको चाहिँ छैन है। यो चाहिँ मिथ नै हो। अनि फिजियोथेरापी यदि कुनै फिजियोथेरापिस्टले तेल लगाइदिन्छ, बिरामीको तेल मजाले मालिस गर्छ भने त्यो चाहिँ फिजियोथेरापिस्ट होइन, त्यो चाहिँ मसाजर हो हैन। फिजियोथेरापिस्ट भनेको चाहिँ विदाउट मेडिकेसन, विदाउट ओइल एप्लिकेसन, एक्सरसाइजको माध्यमबाट बडीको फङ्सन र मोबिलिटी गेन गर्नको लागि चाहिँ खास प्रयोग गरिने एउटा फिजियोथेरापी प्रोफेसनल हो। भनेपछि एउटा नलेज पनि हुन जरुरी छ नि। नलेज भनेको जनरली यो चाहिँ हाम्रो कोर्स नै हुन्छ, ब्याचलर अनि मास्टर्स भन्ने। त्यो अब साइन्स पढेपछि मात्रै यो गर्न पाइन्छ। त्यो भएर फिजियोथेरापिस्ट हुन जो पाइ त्यो सक्दैन। आई थिङ्क मसाज त तेल लाउनु त जसले सक्छ होला जस्तो चाहिँ मलाई लाग्छ। ए भनेपछि यो मिथ नै हो। मिथ नै हो। थ्याङ्क यू सो मच सर। हेलो सर, नमस्ते। नमस्ते। हाउ आर यू? म एकदमै ठिक छु। हजुरको सानो इन्ट्रोडक्सन पाऊँ न त। ओके, मेरो नाम चाहिँ फिजियोथेरापिस्ट प्रेम बस्याल। सो अहिले हाल म INF GPS मा काम गरिराखेको छु। हजुर। मेरोमा चाहिँ यस्तो छ, इफ इट डज नट वर्क क्विकली इट डज नट वर्क एट अल भनेर भनेको चाहिँ कतिचोटि के हुन्छ भन्दाखेरि हामीले काम गर्ने क्रममा फिजियोथेरापीमा अब औषधि खाए जस्तो एकैचोटि होइन, अब इन्स्ट्यान्ट हुँदैन, रिजल्ट देखिँदैन। अनि कतिचोटि बिरामीले के पनि भन्छ भन्दाखेरि अब उतिखेर रिजल्ट चाहिँ लिन खोज्छ। तर हाम्रोमा चाहिँ के छ भन्दाखेरि यसले टाइम ड्युरेसन टेक गर्छ। फिजियोथेरापीको सेसनहरू हुन्छ होइन, तपाईँको एकचोटि फिजियोथेरापी सुरु गरेपछि लगभग त्यसको 2 हप्तादेखि 3 हप्तासम्म चाहिँ त्यसले टाइम टेक गर्ने भएको कारणले गर्दा एक्ज्याक्टली हो त्यो चाहिँ हुन्छ। कति हाम्रो मार्केटमा के छ भन्दाखेरि हामीलाई चाहिँ हामी नेपालीको बानी के छ भन्दाखेरि हामीलाई चाहिँ एकदमै चाँडो रिजल्ट चाहिन्छ। तर वास्तवमा फिजियोथेरापीमा चाहिँ हामीले चाहिँ अलिकति, मैले यसरी भन्ने गर्छु, वेट एन्ड वाच भन्छु मैले। फिजियोथेरापीमा चाहिँ यसरी चाहिँ बिरामीसँग चाहिँ डिलिङ गर्दाखेरि पर्खिनु पर्ने अवस्था कहिले कहिले हुनसक्छ। हाम्रो फिजियोथेरापी सेसनमा चाहिँ लामो भएको कारणले गर्दाखेरि रिजल्टलाई पर्खिनु हामीलाई चाहिँ पेसेन्ट डेभलप गर्नुपर्छ जस्तो लाग्छ मलाई। त्यो चाहिँ सबभन्दा ठुलो चाहिँ इम्पोर्टेन्ट हो जस्तो लाग्यो मलाई। थ्याङ्क यू सो मच सर। हेलो म्याम, नमस्ते। नमस्ते। हजुरको इन्ट्रोडक्सन? माइसेल्फ प्रतीक्षा शर्मा, साहस पियुको बीपीटी फ्याकल्टी। हजुर। अनि हजुर सन्चै हुनुहुन्छ? एकदम ठिक छ। अनि हजुरको मिथ के परेको छ नि त्यहाँ? मेरो मिथ परेको छ, फिजियोथेरापी आर जस्ट असिस्टेन्ट टु द डक्टर्स। यसको बारेमा केही भन्न चाहनुहुन्छ? दिस इज एक्चुअली अ मिथ होइन। रियालिटी भनेको चाहिँ फिजियोथेरापी एज अ मल्टिडिसिप्लिनरी एप्रोचमा चाहिँ फिजियोथेरापी कोलाबोरेटिभ वेमा चाहिँ जाने हो। प्लस फिजियोथेरापी इज अल्सो द autonomous professions. We have rights to assess, diagnosis and give the treatment for the patient. Exactly. Alongside, in other hand, multidisciplinary approach physical therapy as a part of. Apart from that, physiotherapy is also just autonomous professions. Like we say, doctors professions, independent professions. Physiotherapy independent professions. As a हेर्दाखेरि चाहिँ के भन्छ, एज अ टु ट्रिट द पेसेन्ट चाहिँ के हुनुपर्छ भन्दा
डिपेन्डेन्ट टु इच अदर चाहिँ हुनुपर्छ आफूमा एउटा इन्डिपेन्डेन्ट प्रोफेसन तर आफूमा चाहिँ एउटा के हो भन्दा इन्डिपेन्डेन्ट प्रोफेसन छ जहाँ चाहिँ फिजियोथेरापिस्टहरूले चाहिँ पेसेन्ट चाहिँ वक इन गरेर चाहिँ डिपार्टमेन्टमा आयो भने चाहिँ दे हेभ राइट्स टु डु द असेसमेन्ट डायग्नोसिस एन्ड एकर्डिङ टु द्याट द फिजिकल थेरापी इन्टरभेन्सन्स एप्लिकेसन चाहिँ गर्न सक्छ अहिलेको चाहिँ करेन्ट सिनारियोमा के छ भन्दाखेरि चाहिँ डक्टर्सहरूले चाहिँ डाइरेक्ट एउटा डायग्नोसिस गरेर पठाउनुहुन्छ तर हामीले एसेस गर्दाखेरि चाहिँ त्यसको इन्टरप्रिटेसन चाहिँ अर्को आउँछ फर द्याट चाहिँ हामीले आफै असेस गरेर अनि आफै ट्रिटमेन्ट गर्नुपर्छ थ्याङ्क यू सो मच म्याम फर क्लियरिङ आउट आवर डाउट्स मिथ नम्बर 4 इट्स टु एक्सपेन्सिभ एन्ड नट वर्थ इट फिजियोथेरापी चाहिँ हेर्दाखेरि जहिले पनि एक्सपेन्सिभ जस्तो भयो ट्रिटमेन्ट सेसनमा गयो 1 हप्ता जान पनि 2 हप्ता जान पनि डेली पैसा तिर्न पर्ने भन्ने चाहिँ पेसेन्टहरूमा त्यो एकदमै हुन्छ तर फिजियोथेरापी भनेको चाहिँ एउटा हाइली पर्सनलाइज केयर हो भन्छु म चाहिँ है त्यसमा चाहिँ के हुन्छ भने एउटा फिजियोथेरापिस्टले चाहिँ पेसेन्टलाई 1-to-1 केयर गर्नु परिरहेको हुन्छ भनेको चाहिँ उसको चाहिँ डेली जस्तो आज के प्लान आजको लागि एउटा प्लान बनायो भोलिको लागि पर्सिको लागि डेली प्लानहरू गर्न पर्यो अनि सेसनहरू पनि छोटो हुँदैन भनेको चाहिँ आधी घण्टा 45 मिनट पेसेन्टको कन्डिसन हेरिकन चाहिँ हाम्रो ट्रिट गर्न पर्ने हुन्छ सेकेन्ड भनेको चाहिँ प्रिभेन्सन फिजियोथेरापीले चाहिँ प्रिभेन्सनमा चाहिँ हेल्प गरिरहेको हुन्छ त्यो भनेपछि चाहिँ जहिले पनि ट्रिटमेन्ट भन्दा त प्रिभेन्सन जहिले पनि लेस कस्टली नै भएको हुन्छ थर्ड भनेको चाहिँ भ्यालु ओभर टाइम भनेको चाहिँ पेसेन्टको कन्डिसन हेरिकन क्रोनिक कन्डिसन छ कि एक्युट छ भने थोरै लाग्ने भयो क्रोनिक छ भने अलि फ्यु डेज गरेपछि चाहिँ के हुने भयो त्यो पेन चाहिँ रिजल्भ हुने भयो अथवा उसको कन्डिसन चाहिँ ब्याक आउने भयो भनेपछि चाहिँ त्यो लामो समय मेडिकेसन खान भन्दा अथवा सर्जरीमा जान भन्दा त फिजियोथेरापी गऱ्यो भने त त्यो टाइम पनि त भ्यालु भयो अनि फोर्थ भनेको चाहिँ प्रोडक्टिभिटी भनेको चाहिँ स्पोर्ट्स ब्याक टु स्पोर्ट्स पनि चाँडै हुने भयो अथवा चाहिँ ब्याक टु वर्क पनि चाँडै जान सकियो त्यही भएर चाहिँ सबै कुरा गर्दाखेरि चाहिँ फिजियोथेरापीले चाहिँ एउटा एक्सपर्टले पर्सनलाइज केयर दिएको हुन्छ अनि त्यसमा चाहिँ के छ त रुट कज के हो त त्यो कन्डिसनको रुट प्रब्लम चाहिँ के हो त भनेर त्यसलाई चाहिँ पत्ता लगाएर अनि त्यसपछि त्यसलाई चाहिँ ट्रिट गरेको हुन्छ अनि त्यसपछि फेरि फर्दर त्यसलाई नहुन दिनलाई चाहिँ के गर्ने त भनेर चाहिँ हेल्प गरेको हुन्छ त्यही भएर चाहिँ सबै कुरा हेर्दाखेरि चाहिँ फिजियोथेरापी एक्सपेन्सिभ नै देखिन्छ तर चाहिँ यो चाहिँ एकदमै कस्ट इफेक्टिभ हुन्छ किनभने चाहिँ यसले चाहिँ एउटा चाहिँ प्रिभेन्सनमा हेल्प गर्ने भयो है अब कसरी हुन नदिने त भन्ने अब कुनै कन्डिसन भइहाल्यो भने त्यसलाई चाहिँ ट्रिट पनि गर्ने भयो फेरि कसरी हुन नदिने त भनेर चाहिँ भन्छ त्यही भएर चाहिँ फिजियोथेरापी भनेको चाहिँ जहिले पनि एउटा इन्भेस्टमेन्ट हो भन्छु म चाहिँ जस्तो त्यसमा चाहिँ के हुने भयो भने केही कन्डिसन भइहाल्यो भने त्यसलाई कसरी फास्ट रिकभरी गर्ने त भनेर चाहिँ फिजियोथेरापिस्टहरू जहिले पनि यो रिकभरीमै काम गरिराख्नु भएको हुन्छ त्यसपछि अर्को भनेको चाहिँ नो मेडिकेसन्स पनि भन्दिनँ फ्युअर मेडिकेसन्सहरूले पनि काम गर्ने भयो त्यसपछि चाहिँ तपाईँ कुनै काममा जानुहुन्छ भने कामबाट पनि छुट्टीहरू कम दिन पर्यो भनेको तपाईँ फास्ट रिकभरी हुन सक्नुभयो अनि फोर्थ भनेको चाहिँ के भयो भने सर्जरीहरूलाई चाहिँ अभोइड गर्न सकिने भयो त्यही भएर लामो रनमा हेर्दाखेरि चाहिँ के हुने भयो भने एक्चुअली चाहिँ फिजियोथेरापीले चाहिँ मनी सेभ नै गरिरहेको हुन्छ अनि हाम्रो क्वालिटी अफ लाइफलाई चाहिँ इम्प्रुभ गरेको हुन्छ हेलो सर नमस्ते नमस्ते हाउ आर यु फाइन इट्स अल मेरो पनि ठिकै छ अनि क्यान यु गिभ मी योर सर्ट इन्ट्रोडक्सन ओके नमस्ते मेरो नाम चाहिँ दिनेश गुरु म अहिले चाहिँ चरक मेमोरियल हस्पिटलमा कार्यरत छु ओके आज चाहिँ मलाई चाहिँ यो फिजियोथेरापीको बारेमा सानो केही कुरा बोल्ने मौका पाएको छ मिथ पढिदिनु न मिथ चाहिँ के छ भने म एक्चुअली देखाइ पनि दिएँ हजुर है सो मिथ नम्बर 5 परेको छ मलाई चाहिँ ओके सो यो चाहिँ म पढेर भनिदिन्छु यु क्यान जस्ट डु युट्युब एक्सर्साइज इन्स्टेड भनेर लेखेको छ यसमा चाहिँ यो चाहिँ इङ्ग्लिसमा लेखिएको छ तर म यो नेपालीमा उल्टा गरेर भनिदिन्छु किनभने यो भिडियो बनाउनुको उद्देश्य चाहिँ हाम्रो पब्लिकहरूलाई चाहिँ फिजियोथेरापिस्टहरूले रेकमेन्ड गर्ने एक्सर्साइजहरूको बारेमा तपाईँको एउटा भ्रम जुन चाहिँ छ त्यो चाहिँ त्यसको बारेमा चाहिँ बोल्नु गइरहेको छु सो यो के भन्नु खोजेको भने चाहिँ यहाँ चाहिँ यसले के भन्नु खोजेको हो भने चाहिँ कुनै पनि हार्ट जोनीको समस्याको अथवा नसा सम्बन्धीको समस्याको बिरामीहरूले चाहिँ तपाईँको चाहिँ समस्या लिएर फिजियोथेरापी आउँदाखेरि चाहिँ बिरामीहरूले के भन्नुहुन्छ भने चाहिँ
सर मैले त युट्युबमा यो एक्सर्साइज गरेको थिएँ ठिकै भएन भन्नुहुन्छ। अनि कसैले चाहिँ मलाई युट्युबमा मेरो साथीले पहिला हेरेर एक्सर्साइज गरेको थियो, त्यही भएर ठिक भएर मैले गरेको थिएँ, तर मलाई त ठिक भएन, त्यही भएर चाहिँ तपाईँकोमा आएको भन्नुहुन्छ। अब यो भन्दा के बुझिन्छ भने चाहिँ बिरामीहरूले चाहिँ सुरुमा चाहिँ यो केही समस्या भयो भने चाहिँ युट्युब खोलेर हेर्ने गर्नुहुन्छ। अनि कसै बिरामीहरूलाई ठिक पनि हुन्छ, कति बिरामीहरूलाई चाहिँ झन् दुःखै भएर पनि आउनुहुन्छ कि यो चाहिँ सबैभन्दा दुःखको कुरा हो कि होइन। किनभने अहिलेको जमानामा तपाईँको चाहिँ हाम्रो नेपाली समाजमा, हाम्रो नेपाल जस्तो देशमा चाहिँ अब अहिले हरेक ठाउँमा चाहिँ फिजियोथेरापी सेवाहरू चाहिँ एकदम के भन्नु तपाईँको सुविधाहरू चाहिँ उपलब्ध भइसकेको छ। त्यही पनि तपाईँको चाहिँ बिरामीहरू चाहिँ के गर्नुपर्छ भने चाहिँ तपाईँको चाहिँ केही समस्या हालचालीको समस्या भयो अथवा नसा सम्बन्धीको समस्या केही भयो अथवा कुनै समस्या भयो भने फिजियोथेरापिस्टलाई पहिलो प्राथमिकता नदिकन पहिला युट्युब हेर्ने गर्ने पनि भेटिन्छ। सबै बिरामीहरूले यस्तो गर्नुहुन्छ भन्ने खोजेको होइन, तपाईँको चाहिँ कति बिरामीहरू यस्तो पनि देखिन्छ। अनि अर्को चाहिँ के हो भने चाहिँ कति मेडिकल डक्टरहरूले केही थोरै मात्रामा र कोही चाहिँ अब पब्लिकहरूले पनि युट्युब हेरेर गर्नु न भन्ने सल्लाहहरू पनि बिरामीहरूमा दिएको हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ बिरामीहरू चाहिँ तपाईँको चाहिँ युट्युब खोलेर हेर्ने गर्नुहुन्छ। त्यो केही हदसम्म र केही प्रतिशत बिरामीहरूलाई यो चाहिँ ठिकै पनि हो, तर त्यो गर्नुभन्दा सबैभन्दा उपयुक्त चाहिँ तपाईँको चाहिँ सम्बन्धित तपाईँको चाहिँ फिजियोथेरापिस्टहरूलाई चाहिँ तपाईँ भेट्नु भएर चाहिँ तपाईँहरूलाई चाहिँ कस्तो खालको तपाईँको चाहिँ एक्सर्साइज सबैभन्दा उपयुक्त हो त्यो कुरा त्यसरी चाहिँ तपाईँको चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ उपचार गर्नुहोस् यहाँहरूले। यो चाहिँ कस्तो हो भने तपाईँको चाहिँ म यो कसरी गलत हो भने यो कसरी भ्रम हो भन्ने चाहिँ म तपाईँलाई चाहिँ सानो उदाहरण दिएर चाहिँ बुझाउने कोसिस गरेँ मैले। अब यो तपाईँ कल्पना गर्नुहोस् तपाईँको चाहिँ एउटा आमाले आफ्नो बच्चालाई अथवा एउटा बुवा आमाले एउटा बच्चालाई कसरी हुर्काउँछ तपाईँको चाहिँ नि जन्मिसकेपछि होइन, उसलाई के हुन्छ कि खतरा भन्ने हुन्छ कि होइन, के भइहाल्छ कि के भइहाल्छ भन्छ। त्यस्तै गरेर तपाईँको यो समस्या पनि तपाईँको चाहिँ कुनै पनि बिरामीले समस्या हुँदाखेरि त्यस्तै हो कि तपाईँको चाहिँ कस्तो हुन्छ भने तपाईँको चाहिँ एउटा फिजियोथेरापिस्टले पुरै बिरामीलाई नहेरिकन समस्या कसरी सुरु भयो होइन, अहिले त अब बिरामीलाई चाहिँ त्यो समस्या भइसकेपछि कस्तो खालको चुनौती छ बिहानदेखि बेलुकाको काम गर्नमा होइन, त्यो खालको समस्याहरू चाहिँ तपाईँको चाहिँ नबुझिकन तपाईँको चाहिँ एक्कासी तपाईँको कुन एक्सर्साइज गर्नुपर्ने हो, कुन चाहिँ एक्सर्साइज नगर्नुपर्ने हो त्यो नबुझिकन जथाभावी एक्सर्साइज गर्ने गर्दाखेरि चाहिँ बिरामीको समस्या झन् बढी पनि हुन्छ है। त्यसले गर्दाखेरि अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने चाहिँ बिरामीले एक्सर्साइजले त ठिक हुँदैन रहेछ, एक्सर्साइजले चाहिँ झन् दुखाउँदो रहेछ भन्ने कुराहरू चाहिँ बिरामीको दिमागमा त्यो बुझ्नमा जान्छ। त्यसले गर्दाखेरि के गर्छ भने चाहिँ बिरामीमा चाहिँ फिजियोथेरापिस्टहरूमा झन् नजाने, एक्सर्साइज नगर्ने होइन, अनि औषधि मात्रै गर्ने, अनि कहिलेकाहीँ औषधिले भएन भने मसाज गर्न कता के गर्न जान्छ बिरामी। त्यसले गर्दाखेरि चाहिँ बिरामीले झन् दुःख पाउने गर्छ है। त्यही भएर तपाईँको चाहिँ यो चाहिँ कस्तो हो भने चाहिँ चक्कु चलाउँदाखेरि के हुन्छ, चक्कुले सही तरिकाले चलायो भने चक्कुले सही तरिकाले काम गर्छ होइन। के भन्छ भने अर्को भनेको चाहिँ हाम्रो जिब्रोले के भन्छ होइन, जिब्रोको बोली पनि के हुन्छ होइन, जिब्रोले बोली त्यही जिब्रोको बोलीले गर्दाखेरि संसार राम्रो देखिन्छ, त्यही जिब्रोको बोलीले गर्दाखेरि संसार नराम्रो देखिन्छ नि। त्यस्तै हो तपाईँको एक्सर्साइजले पनि तपाईँको कहिलेकाहीँ सही तरिकाले सही ढङ्गले नगर्दाखेरि त्यो एक्सर्साइजले समस्या बढाउने पनि हुन्छ, तर त्यही समस्यामा त्यही एक्सर्साइजले सही तरिकाले गर्दा सही डोजमा गर्दाखेरि चाहिँ तपाईँको चाहिँ समस्याको समाधान हुन्छ है। तर कस्तो हुन्छ भने युट्युबमा गर्छ अब कुन एक्सर्साइज चाहिँ नगर्नु पर्ने हो, कुन एक्सर्साइज चाहिँ कुन पछाडि गर्नुपर्ने हो, कुन एक्सर्साइज कतिपटक दोहोऱ्याउनु पर्ने हो, दिनमा कतिचोटि गर्नु, त्यो अलिकति त्यो क्लियर हुँदैन कि। त्यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ कस्तो हुन्छ भने चाहिँ अनि युट्युबमा चाहिँ त्यो कुराहरू त थाहा हुँदैन होइन, तर कस्तो त्यो कुराहरू चाहिँ जब कुनै पनि बिरामी सम्बन्धित फिजियोथेरापिस्टमा गइसकेपछि मात्रै फिजियोथेरापीले हेर्ने मौका पाउँछ। बिरामीलाई अर्को भनेको डर हुन्छ। हाम्रो के हो भनेको कस्तो भने हामी मानिस प्राणी सबैभन्दा कुनै पनि कुरामा अगाडि बढ्न चाहिँ कतिखेर वञ्चित हुन्छ भने कि चाहिँ जब उनीहरूको दिमागमा चाहिँ एउटा डर
एउटा तपाईँको चाहिँ डर त्रास र होप हुँदैन होइन। त्यही भएर चाहिँ तपाईँको चाहिँ कस्तो हुन्छ एक्सर्साइज गर्ने फिजियोथेरापिस्टमा नगइकन गर्दाखेरि बिरामीलाई के हुँदैन भने अगाडि ठिक हुन्छ त्यो एउटा होप आशा हुँदैन होइन। बिरामीलाई त्यो समस्याको बारेमा डर जाँदैन। तर तपाईँको कस्तो हुन्छ भने चाहिँ बिरामी सही तरिकाले तपाईँको चाहिँ फिजियोथेरापिस्टमा जाँदाखेरि एक्सर्साइज सँगसँगै तपाईँको समस्यालाई तपाईँको चाहिँ कसरी सही तरिकाले चाहिँ अगाडि बढ्न सकिन्छ के आशा गर्न सकिन्छ होइन। त्यो समस्या हुँदैखेरि तपाईँको चाहिँ त्यो समस्या सँगसँगै कस्तो तरिकाले एक्सर्साइज गर्न सकिन्छ। कुनै बिरामीले एउटा एक्सर्साइज एउटा तरिकाले गर्न मिल्दैन अर्को तरिका कसरी गर्नु मिल्छ त्यो चाहिँ तपाईँको फिजियोथेरापिस्टमा गइसकेपछि म त्यो एकदम क्लियर थाहा हुन्छ। त्यही भएर तपाईँको चाहिँ युट्युबमा गएर हेरेर तपाईँको गुगलमा टाइप गरेर हेरेर गर्दाखेरि चाहिँ बिरामीले चाहिँ तपाईँको सही समयमा सही उपचार नहुनसक्छ। त्यसले गर्दा तपाईँको चाहिँ ठिक समस्या पनि लम्बिएर जान्छ अनि बिरामीको दिमागमा चाहिँ निराशा छाउँछ है। त्यसले गर्दाखेरि एक्सर्साइज चाहिँ ठिक हुँदैन रहेछ भने त्यो खालको चाहिँ बिरामीको छापमा बस्न सक्छ। त्यही भएर चाहिँ फिजियोथेरापीको सही सुविधा एउटा सेवा पनि बिरामीको समयमा पहुँच हुँदैन है। त्यही भएर चाहिँ तपाईँको चाहिँ मेरो भनाइ चाहिँ यो तपाईँको चाहिँ यहाँ सम्पूर्णमा तपाईँको चाहिँ सही तरिकाले तपाईँको चाहिँ हस्पिटल जानुभयो फिजियोथेरापिस्टले भन्नुभएको एक्सर्साइज राम्ररी बुझ्नुहोस् है। कुन एक्सर्साइज कतिखेर गर्ने कहिलेसम्म गर्ने किनभने त्यो पनि बुझ्नुहोस् है। एक्सर्साइज र तपाईँको समस्याको सम्बन्ध कस्तो हुन्छ त्यो मजाले बुझ्नुहोस्। त्यो भएर चाहिँ युट्युबमा हेरेर जानुभन्दा समयमै बुद्धि लाउनुहोस्। सही तरिकाले तपाईँको फिजियोथेरापिस्टलाई भेट्नु भएर सही तरिकाले एक्सर्साइज सिक्नुहोस् चाँडो ठिक हुनुहोस्। अनि तपाईँको ढुक्कसँगले फिजियोथेरापिस्टसँग भेट्नु भएपछि तपाईँको एक्सर्साइज भनिदिनुहुन्छ। उहाँले एक्सर्साइजले तपाईँको प्रायः जस्तो हाडजोडीको समस्याहरू अथवा कुनै जस्तो सम्बन्धीको समस्या मजाले ठिक हुन्छ तपाईँको। त्यही भएर चाहिँ तपाईँको चाहिँ मेडिसिन सँगसँगै फिजियोथेरापी गर्नुभयो भने तपाईँको युट्युब जानु पर्दैन गुगल गर्नै है। यो टपिकको बारेमा चाहिँ म यही 2 शब्द यहीँ टुङ्गाउँछु। हुन्छ सर, थ्याङ्क यू सो मच। हेलो सर। Hello. Can you give me your short introduction? Namaste. म प्रवीण त्रिपाठी नेपाल फिजियोथेरापी एसोसिएसन गण्डकी प्रदेशको महासचिव पदमा छु म अहिले। हजुर। र एउटा मेट्रो सिटी हस्पिटलमा हेड अफ डिपार्टमेन्ट एज अ हेड अफ डिपार्टमेन्ट फिजियोथेरापिस्ट कार्यरत छु। ए हजुर सर। अनि हजुरको मेरो मिथ चाहिँ छ फिजियोथेरापी इज ओन्ली रिक्वायर्ड फर एथलिट एन्ड ओल्ड पिपल छ। दिस इज अ मिथ। फिजियोथेरापी चाहिँ जब एउटा महिलाले बच्चालाई चाहिँ आफ्नो उममा कन्सिभ गर्नुहुन्छ त्यो पछि नै आमाबाट चाहिँ त्यसलाई चाहिँ हामीले प्रिनेटल केयर भन्छौँ। त्यहाँबाट नै फिजियोथेरापी चाहिँ बच्चा जब चाहिँ जस्तो कन्सिभ हुन्छ त्यसपछिबाट नै फिजियोथेरापी चाहिँ सुरु हुन्छ आमाको लागि। र बच्चा जन्मिएपछि कुनै समस्याहरू भएमा बच्चालाई चाहिँ सुरुवातदेखि नै फिजियोथेरापी जरुरत हुन्छ। र उमेर बढ्दो क्रममा र जनजीवनमा कुनै पनि उमेरमा फिजियोथेरापीसँग सम्बन्धित कुनै पनि दुर्घटना अथवा चाहिँ कुनै पनि अपाङ्गता अथवा समस्याहरू दुखाइका अथवा विभिन्न किसिमका समस्याहरूमा फिजियोथेरापी चाहिँ जरुरत हुन्छ। न कि खेलाडीहरू र बुढाबुढीमा मात्र होइन, यो चाहिँ कुनै पनि उमेरका व्यक्तिहरूमा चाहिँ फिजियोथेरापी एकदमै महत्त्वपूर्ण हुन्छ। धन्यवाद। Thank you so much, sir. Thank you. So that was it for the video. I hope हामीले कतिपय सुनिरहेको मिथ्सहरू गलत रहेछ भनेर अप्रुभ गर्न सक्नुभयो हाम्रो फिजियोथेरापिस्टहरूले। And I thank you all for sticking with us throughout the video. And I hope I'll be able to come up with such interesting contents in the future. Thank you so much. Bye-bye.